हेलो नमस्ते, म न्यू इटरी ड्राई क्लिनर एन्ड लन्ड्री सर्भिसबाट यो कस्टमरले चाहिँ हामीलाई वाइट सर्ट यो स्टेन रिमुभ गरिदिनु भनेर हामीलाई दिनुभएको थियो। यो हेर्नुहोस् त फङ्गसको दागीहरू, यो फङ्गसको दागीहरू छ, पुरै सर्टैभरि दागी नै दाग छ है। यता हेर्न सक्नुहुन्छ, यस्तो फङ्गसको दागहरू छ आएको है। अब यो दागहरू चाहिँ हामीले यहाँ हेर्नु, यो फङ्गसको दागी हो, यो फङ्गसको दागी छ। अनि अरू हाम्रो यो स्टेन पनि छ, यो स्टेन छ है। यो सबै फङ्गसको दागीहरू छ, स्टेनहरू छ। त्यो चाहिँ हामीलाई फालिदिनुहोस् भनेर भन्नुभएको छ। अब हामी केमिकलहरू युज गरेर यसलाई निट एन्ड क्लिन सफा पार्नेछौँ। त्यसपछि म तपाईँलाई भिडियो सार्दै जाने गर्छु है त। एकदमै डट छ है, एकदमै फङ्गस, होल सर्टमा फङ्गसको दागै दाग छ यो। हेलो गुड मर्निङ, नमस्ते, म न्यू इटरी ड्राई क्लिनर एन्ड लन्ड्री सर्भिसबाट। यो चाहिँ हामीले फङ्गसहरू ड्राई क्लिन गरेर एकदमै फङ्गसहरू हिजो हेर्नुभयो होला, हामीले यो फङ्गसहरू यति धेरै थियो है। यो फङ्गसहरू अहिले एकदम निट एन्ड क्लिन भएको छ। यो यहाँ हेर्नुहोस् कति धेरै यो फङ्गसहरू थियो होइन यसमा। अहिले हामीले एकदमै हटाइदिएका छौँ। यदि हजुरहरूलाई पनि कुनै स्टेनहरू रिमुभ गर्नु पर्यो भने हामीलाई सम्झनुहोस्। हाम्रो लोकेसन चाहिँ इटरी 4 आइतबारे, न्यू इटरी ड्राई क्लिनर एन्ड लन्ड्री सर्भिस। देख्न सक्नुहुनेछ एकदमै राम्रो फिनिसिङ भएको छ यो सर्टको। हामीले स्टेन रिमुभ गरेर यो स्टिम आइरन प्रेस गरेको। अब हामी यसलाई प्याकिङ गर्नेछौँ। हाम्रो काम कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु होला। हाम्रो भिडियोलाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हस् त, धन्यवाद, थ्याङ्क यू।